मलाई कि साथीहरु आज आएर के फिल हुँदैछ भनेपछि यो संसारभरिमा ढङ्ग नपुगेकी बेरोजगारी अनि बुढाको कमाई खाएर बसेकी म मात्रै हुँ जस्तो लागिरहेछ कि साथीहरु। सो सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। म चाहिँ आज धेरै दिनपछि भिडियो लिएर आएको छु पसलको। अनि पसल आउने मोमो नखाने त कुरै भएन। त्यसैमाथि आज त झन् यस्तो चिसो मौसम छ। चिसो मौसममा तातो तातो मोमो खानुको मजा नै छुटे साथीहरु। अनि मैले चाहिँ एउटा कुरा दिमागबाट हटाइसके कि साथीहरु के भन्नुहुन्छ भने म कुनै काम गर्ला पैसा कमाउला भने अब आजदेखि चाहिँ म सोध्दैन किन भनेपछि अब यस्तो माया गर्ने बुढा हुनुहुन्छ। अब बुढाले कमाउँछ बुढीले उडाउँछ त्यही होइन र। एकजनाले कमाए पुग्छ के यो संसारभरिमा। अब आधा जिन्दगी कटिसक्यो आधा जिन्दगी अब बुढाको कमाइमा रमाउने हो। किन भन्नुहुन्छ भनेपछि अब चाहिँ मेरो कुनै काममा ढङ्ग नै छैन कुनै ममा खुबी नै छैन। अब कसरी पहिले पैसा कमाउने होइन र। अनि साथीहरु मामा घर गएपछि बच्चा बिरामी नहुने कसको हो के। मेरो चाहिँ एनी टाइम जहिले उ मामा घर जान्छ त्यहिले बिरामी भएर आउँछ कि मेरो छोरी चाहिँ साथीहरु। अनि साथीहरु आजको भिडियो यति नै। ओके बाइ बाइ एभ्रीवन। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला। ओके बाइ।